फाइनली मैले चाहिँ किस्तामा नै भए पनि आफ्नो सपना चाहिँ पुरा गरेँ आफ्टर लङ टाइम पछि। किस्तामै भए पनि मैले खुसी किनेको छु, जुन चाहिँ मेरो सपना थियो कि आइफोन चलाउने। एउटा हुन्छ नि मान्छेको आफ्नो आफ्नो, सो मेरो चाहिँ पनि थियो र फाइनली आज चाहिँ त्यो दिन पुरा भएको छ, किस्तामै भए पनि। र आज चाहिँ मैले अनबक्सिङ गर्दैछु मेरो आइफोन 16 प्रो म्याक्सको। सो एकदम एक्साइटेड थिएँ र खुसी पनि भएँ र दुःख पनि छ कि यति धेरै प्रब्लम, यति धेरै उयो हुँदा पनि मैले आफ्नो इच्छालाई चाहिँ पुरा गर्न चाहेँ। र साथै मेरो चाहिँ भ्लगहरू पनि आएको थिएन धेरै टाइमपछि, सो मैले चाहिँ अब भ्लगहरू पनि स्टार्ट गर्छु। सो यदि हजुरहरू मलाई सपोर्ट गर्नुहुन्छ भने प्लिज यो भिडियो रिपोस्ट गरिदिनु र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। र अब चाहिँ म थोरै भ्लगहरू पनि ल्याउँछु र अलिकति एक्टिभ हुन्छु भन्ने लागेर चाहिँ मेरो पुरानो फोन हेर्नुहोस्, त्यही भएर मैले न भ्लग न केही बनाउनु पाएको थिएन। मेरो टिकटक भिडियोमा पनि क्वालिटी नयाँ फोन लिनु भन्थ्यो लाइभमा पनि। सो यदि हजुर पनि मलाई हेर्न चाहनुहुन्छ भने प्लिज सपोर्ट गर्नुहोला, दुःख नमानेर प्लिज सब्सक्राइब गरिदिनु होला र फलो गर्नु होला। आजको पनि भ्लग हजुरहरूले युट्युबमा गएर हेर्न सक्नुहुन्छ, सो प्लिज गएर हेरिदिनु होला र माया गरिदिनु होला है त। थ्याङ्क यू।